आज हामी के सिक्ने एलएस अफ किडनी किडनीको लङ्गिट्युडनल सेक्सन काटेर देखिन्छ भनेको इन्टर्नल स्ट्रक्चर कस्तो चाहिँ देखिन्छ। सुरुमा हामीले डटड लाइन आउटलाइन तान्ने, किनभने यो बीन सेपको हुन्छ र डटड लाइन आउटलाइन तान्दा चाहिँ के हुन्छ, हामीलाई फिगर चाहिँ राम्रो बनिन्छ। फिगर के हुन्छ, राम्रो बन्छ। बीन सेपको स्ट्रक्चर बनाउने र यसको आउटर पार्टलाई कर्टेक्स भनिन्छ, इनर पार्टलाई मेडुला भनिन्छ। आउटर पार्ट कर्टेक्स, इनर पार्ट मेडुला। अब यो यसलाई डीप लाइन चाहिँ गरिदिने, यसलाई यसरी कुनै पनि फिगरको यही टेक्निक हो। सुरुमा चाहिँ आउटलाइन डटड लाइन तान्ने, त्यसपछि डीप लाइन चाहिँ तान्दिने हो भने राम्रो फिगर चाहिँ बन्छ। हल्का यसलाई मिलाइदिनु। अनि यो भाग जुन मैले डटड लाइन तानिरहेको छु, आउटर भाग भनेको कर्टेक्स, इनर भाग भनेको मेडुला। र कर्टेक्स, मेडुला, इनर पार्ट, कर्टेक्स, आउटर पार्ट जुन चीजको पनि त्यस्तै हुन्छ। ब्रेनमा पनि आउटर भाग कर्टेक्स, इनर भाग मेडुला हुन्छ। र मेडुलामा चाहिँ के गर्ने, मेडुलरी पिरामिड बनाउने। यसरी म जसरी सिकाइरहेको छु त्यसरी बनाउँदा राम्रो हुन्छ। एउटा भयो, यसरी बिस्तारै बनाउँदै जाने, दुईटा, तीनटा, चारवटा, पाँचवटा, छवटा, सातवटा, आठवटा। हामीले 7 देखि 20 वटा बनाउँदा चाहिँ हुन्छ। 7, 8, 9 जति बनाए पनि हुन्छ। 7 प्लस हुनु पर्यो। 8 मेरो चाहिँ एकदमै एभरेजको ठिक छ। र यसलाई सबैलाई यसरी गरिदिने, यो बिचकोलाई मेट्दा हुन्छ। पछिबाट हामीले यसमा चाहिँ बिचमा थपिदिने हो। सबैले अब जोडिदिने यसलाई। र यो मेडुलरी पिरामिड हो। मेडुलरी पिरामिड, यो मेडुलरी पिरामिडमा के हुन्छ, नेफ्रोनको ट्युब्युलको पार्ट हुन्छ र यसलाई हामी लुप अफ हेनले मेनली देखिन्छ। कर्टेक्समा देखिने भनेको मेनली के हो, लुप अफ हेनले। र यसरी मेडुलरी पिरामिड चाहिँ बनाउने। जस्ट म अहिले फिगर कसरी बनाउने हो त्यो सिकाइरहेको छु। एक्सप्लेनेसन अहिले फिगर बनाइसकेपछि गर्छु। यो मेडुलरी पिरामिड भयो। अब मेडुलरी पिरामिडबाट माइनर क्यालिक्स निस्किन्छ र एकैचोटि यसबाट चाहिँ ठुलो डक्ट निकाल्छु, त्यसपछि माइनर क्यालिक्स बनाउन सिकाइदिन्छु। र यहाँबाट पनि यो भयो रेनल पेल्भिस र यो जान्छ युरेटरमा। यसको पनि केमा हुन्छ, युरेटरमा हुन्छ। अब यहाँबाट यो जुन म यसरी डक्ट बनाएँ, यतिलाई भनिन्छ मेजर क्यालिक्स। यसलाई भनिन्छ मेजर क्यालिक्स। र यसमै सानो सानो डक्ट यसरी बनाइदिने, यसलाई भन्छ माइनर क्यालिक्स। यसलाई भनिन्छ माइनर क्यालिक्स। यसले क्यालिक्स चाहिँ किन भनेको हो, यदि हामी प्लान्टमा यदि हेर्छौँ भने चाहिँ प्लान्टमा चाहिँ के भन्छ, क्यालिक्स, कोरोला, सेपल पेटल याद गर्यो होला चाहिँ। यो क्यालिक्समा क्यालिक्स भयो, यहाँ चाहिँ के हुन्छ, क्यालिक्स अनि सेपल पेटल हुन्छ। क्यालिक्सको यो स्ट्रक्चर क्यालिक्सको भएकोले गर्दा क्यालिक्सको जस्तो देखिन्छ त्यसरी चाहिँ क्यालिक्स चाहिँ भनिएको हो। यसलाई यसमा पनि त्यस्तै गरिदिने हो। यसलाई योसँग यसरी जोडिदिने हो, सबैलाई यसरी जोडिदिने हो। यसरी जोडिदिने। अब यो बीचमा चाहिँ
कनेक्टिभ टिस्यु ब्लड भेसल्सहरू देखाइदिने हो। मेडुलरी पिरामिडको बिचमा मेडुलरी रेजहरू हुन्छ, यसमा यो कनेक्टिभ टिस्युहरू चाहिँ देखाइदिने हो। र किडनीलाई कभर गर्ने मेम्ब्रेनलाई भनिन्छ क्याप्सुल। के भनिन्छ? क्याप्सुल। पेरिकार्डियम हार्टको कभरिङ त्यस्तै यसको कभरिङलाई भन्छ क्याप्सुल। क्याप्सुल यो बाहिरको लेयर भयो क्याप्सुल। यो यसमा यो भयो क्याप्सुल। यसमा चाहिँ के भन्छ? डबल पेरिटोनियम हुन्छ। यो बाहिरको पेरिटोनियम, यो भित्रको पेरिटोनियम हुन्छ। बीचमा एडिपोज टिस्यु हुन्छ। के हुन्छ? बीचमा एडिपोज टिस्यु हुन्छ। यो क्याप्सुलमा एडिपोज टिस्यु भयो। अनि फाइब्रस ल्यामिना हुन्छ, या त रेनल फेसिया पनि भनिन्छ, र पेरिटोनियम लेयर चाहिँ हुन्छ। क्याप्सुल प्रोटेक्ट द किडनी। किडनीलाई चाहिँ प्रोटेक्ट गर्नमा हेल्प चाहिँ गर्छ। यो चारै साइडमा चाहिँ हुन्छ। फिगर बनाउने होला, यदि इक्जाममा आयो भने चाहिँ यसले सब किडनी यसरी बनाइदिने र क्याप्सुल यति मात्रै बनाउँदा चाहिँ हुन्छ। बाहिरको यो पार्ट जुन भयो त्यो पार्टलाई भन्ने कर्टेक्स। के भन्ने यसलाई? कर्टेक्स। र यहाँदेखि यहाँसम्म यति पार्ट, यहाँदेखि यहाँसम्मको पार्ट यसलाई भन्छ मेडुला। यसलाई भन्छ मेडुला। र यीहरू भयो मेडुलरी पिरामिड। मेडुलरी पिरामिड भनिन्छ यसलाई चाहिँ। र यहाँ अलिकति मैले ग्याप देखाइदिएको छु, त्यो ग्यापलाई भनिन्छ हिलस अर द हिलम। हिलस अर द हिलम भनिन्छ। अब यो हिलसबाट रेनल आर्टरी, भेन, नर्भ फाइबरहरू पास हुन्छ किडनीमा चाहिँ। भनेको यो ब्लड भेसल्सलाई क्यारी गर्नको लागि सानो स्पेस चाहिँ हुन्छ। अघि मैले भनेको थिएँ यसलाई भनिन्छ माइनर क्यालिक्स, र यसलाई भनिन्छ, यो मोटोलाई भनिन्छ मेजर क्यालिक्स। मेजर क्यालिक्स भनिन्छ। अनि यसलाई भनिन्छ रेनल पेल्भिस। रेनल पेल्भिस। अनि यो भनेको युरेटर प्रोपर भयो, या त सिम्पल युरेटर हामीले लेख्ने हो। यसरी बनाइदिँदाखेरि चाहिँ यदि 4 मार्कमा क्वेसन सोधेको छ, 4 को 4 ने आउँछ, राम्रोसँग हामी लेबलिङ गरिदिने हो भने। अब यसको डिस्क्रिप्सनमा चाहिँ के लेख्ने? यसले सब किडनीमा पहिला यसको फिगरको नाम लेखिहाल्यो, एलएस अफ किडनी अफ ह्युमन। एकदम मैले सजिलो तरिका भनिदिन्छु। यसको डिस्क्रिप्सनमा चाहिँ के लेख्ने? किडनी इज द बीन शेप स्ट्रक्चर। बीन शेपको देखिन्छ। यसको बाहिर भाग, यो भागलाई चाहिँ के भनिन्छ? कन्भेक्स सर्फेस। यो भागलाई चाहिँ के भनिन्छ? कन्केभ। यो के भयो? कन्केभ। जुन साइडमा डिप्रेसन छ त्यो के भयो? कन्केभ। कन्केभ सर्फेसबाट रेनल पेल्भिस निस्किन्छ र युरेटरमा गएर चाहिँ लिड चाहिँ गर्छ। आउटर यो भाग चाहिँ अलिक ब्रोड हुन्छ, यो भाग चाहिँ न्यारो चाहिँ हुन्छ। र भित्रको भागलाई, इन्टरनल भागलाई यदि हामी हेर्छौँ भने चाहिँ के हुन्छ? आउटर पार्ट नोन एज द कर्टेक्स। कर्टेक्स कम्पोज्ड अफ द मैक्सिमम पार्ट अफ द नेफ्रोन। नेफ्रोनको मैक्सिमम पार्ट चाहिँ हुन्छ, जस्तो चाहिँ माल्पिजिन बडी, बाउमेन्स क्याप्सुल, ग्लोमेरुलस, पीसीटी प्रोक्सिमल कन्भर्टिभ, डीसीटी डिस्टल कन्भर्टिभ, यो सबै चाहिँ केमा हुन्छ? कर्टेक्समा हुन्छ। लूप अफ हेनले र कलेक्टिङ डक्ट जुन हुन्छ त्यो मेडुलामा चाहिँ हुन्छ। अनि एउटा किडनीमा 10 देखि 12 लाख नेफ्रोन हुन्छ। त्यो नेफ्रोनको स्ट्रक्चर चाहिँ मैले नेक्स्ट भिडियोमा चाहिँ भन्छु। 10 देखि 12 लाख नेफ्रोन चाहिँ हुन्छ। र यसलाई कभर गर्ने मेम्ब्रेन जुन हुन्छ त्यसलाई चाहिँ के भनिन्छ हामी? क्याप्सुल। क्याप्सुल प्रोटेक्ट द किडनी फ्रम द मेकानिकल इन्जुरी। मेकानिकल इन्जुरीबाट बचाउने काम चाहिँ गर्छ। त्यसपछि मेडुला भने मेडुला कन्सिस्ट अफ द सेभरल मेडुलरी पिरामिड्स and these pyramids leads into the minor calyx. The minor calyx join together to form the major calyx. Major calyx को नम्बर के हुन्छ त? 2 देखि 3 चाहिँ मात्रै हुन्छ। माइनर क्यालिक्स को नम्बर जुन हुन्छ 7 to 20 हुन्छ। कुन कुन बुकमा
8 to 20 लेखेको हुन्छ। यसमध्ये जति बनाउँदा चाहिँ हुन्छ। अब त्यो रेनल पेलिक्समा गयो, रेनल पेलिक्सबाट युरेटरमा, युरेटरबाट ब्लाडरमा, ब्लाडरबाट आउट चाहिँ हुन्छ। यसले सब किडनीमा मेजर कुरा चाहिँ यति हो। मोर्फोलोजीको अलिकति कुरा चाहिँ भनिदिन्छु। जस्तो चाहिँ यसको साइज, कलर, वेट कति हुन्छ, त्यसमा चाहिँ के लेख्ने, इज किडनी मेजर्स अबाउट द 11 सेन्टिमिटर लङ, 6 सेन्टिमिटर वाइड एन्ड 3 सेन्टिमिटर इन थिकनेस। वेटको कुरा गर्दा चाहिँ एउटा किडनी चाहिँ मेलमा 150 ग्राम चाहिँ हुन्छ, फिमेलमा चाहिँ 135 ग्राम हुन्छ। कलर कुरा गर्दा चाहिँ के भन्छ, डार्क रेडिस कलर और द रेडिस ब्राउन कलर चाहिँ हुन्छ। प्राय ठाउँमा चाहिँ के लेखेको हुन्छ, डार्क रेडिस इन कलर। र बडी क्याभिटीमा सिचुएटेड भएको हुन्छ, जुन 12th थोरेसिक भर्टिब्री, हामीले यो पछाडिको जुन ब्याकबोन हुन्छ त्यो बडी वालमा टाँसेको हुन्छ, त्यहाँदेखि लिएर कहाँसम्म सेकेन्ड और थर्ड लम्बर भर्टिब्रीसम्म एक्सटेन्ड भएको हुन्छ। याद गर्ने मेनली 12 टु सेकेन्ड लम्बर भर्टिब्रीसम्म एक्सटेन्ड भएको हुन्छ। यतिले माने कि डिस्क्रिप्सन यो फिगर बनाइदिने, यसको बारेमा मैले जे जे भनेको त्यो डिस्क्राइब गर्दा यदि 8 मार्कमा सोधेको छ 8 को 7 या 7.5 आउँछ। ल आज